यति बेला चाहिँ हामीले सरकारलाई 100 दिनको उपलब्धि के भनेर सोध्दाखेरिमा चाहिँ एउटै जवाफ छ सरकारको, सुकुम्बासीलाई होल्डिङ सेन्टरभित्र डुबाउनु। 15 दिनभित्र चाहिँ सुकुम्बासीका समस्या समाधान गर्छौँ भन्नेहरूले आज 110 दिन भइसक्यो, 100 दिन क्रस भइसक्यो सरकार बनेको। तर सुकुम्बासीको लागि के गर्यो भन्दाखेरिमा चाहिँ सुकुम्बासीले आज होल्डिङ सेन्टरभित्र डुबाएको छ, होल्डिङ सेन्टरभित्र बगाएको छ। खोलामा लिएर जबरजस्ती लिएर बगाउनु मात्र बगाउनु होइन, त्यो एउटा खोलाको किनारमा राखेर चाहिँ त्यस्तो एकदमै संवेदनशील ठाउँमा राखेर चाहिँ सुकुम्बासीलाई त्यसरी डुबाउनु पनि बगाउनु नै हो। त्यो भए हुनाले चाहिँ यो सरकारले चाहिँ 110 दिनसम्म आएर चाहिँ सुकुम्बासीलाई घर न घाट बनाएको छ। हिजो हामी सुकुम्बासी होल्डिङ सेन्टर कीर्तिपुरमा गएका थियौँ। हामी बिहान 10 बजीतिर गयौँ। त्यहाँ गइरहँदाखेरिमा चाहिँ सुकुम्बासीको खुट्टामा चप्पल पनि थिएन क्या, एउटा पार्थिव एउटा के भन्छ अरे एउटा भौतिक शरीर मात्र थियो क्या। सबै खाने बस्ने लाउने ओढ्ने कपडा औषधि सबै बगाइसकेको थियो, भिजिसकेको थियो। अनि सरकार के भन्छ भन्दाखेरिमा चाहिँ सुकुम्बासीहरू मस्ती गरिरहेका छन्, रमाइरहेका छन्, एकदमै सुविधा सम्पन्न ढङ्गले राखिरहेका छौँ भनेर चाहिँ जनतालाई यसरी भरम छरिरहेको छ, यसरी भरम छरिरहेको छ। सरकारले त अझै चाहिँ तपाईँले एउटा प्रश्न मैले बिचमा काटेँ, त्यसको लागि माफी चाहन्छु। सरकारले चाहिँ व्यवस्थापन गर्छु, अलिकति राम्रो ठाउँमा व्यवस्थित गर्छु भन्दाखेरि चाहिँ उहाँहरू जान मान्नु भएन। कतिपयले चाहिँ सरकारले जुन रकम उनीहरूको खातामा ट्रान्सफर गर्ने भनेको थियो, तर उनीहरूले चाहिँ आफ्नो खाता विवरण नै बुझाएन। उनीहरूले पनि त अटेर गरे भन्ने छ क्या। एकदमै होइन हो, यही कुरा भ्रममा पारिएको छ। ल तपाईँ र म होइन यहाँ सुकुम्बासीलाई सोधौँ, त्यहाँ होल्डिङ सेन्टरमा जाउँ, के तपाईँले सरकारले राम्रो ठाउँमा के अरे बसाउँछु भने त तपाईँ नजानु भएको हो? तपाईँले के अरे सरकारले तपाईँलाई तलब दिन्छु भनेर त तपाईँले तलब लिँदैन, के अरे पारिश्रमिक लिँदैन भन्नुभएको भनेर सोधौँ। त्यस्तो काहीँ केही पनि भएको छैन। तर बाहिर त्यस्तो भन्न लगाइएको छ, सरकारले भनेको छ। हिजो हामी गयौँ, यहाँ पनि अहिले सुकुम्बासीहरू आउनु भएको छ। सरकारले चाहिँ त्यो होल्डिङ सेन्टरबाट अर्को ठाउँमा लिने बाहेक अरू कुनै पनि सेवा सुविधाहरू, सामाजिक सुरक्षा भत्ताहरू अथवा उहाँहरूको जीविकोपार्जन भत्ताहरू अथवा स्वास्थ्यमा कुनै पनि पहल कदमी नलिएको। तर सरकार बाहिर मिडियामा म्यानिपुलेसन ढङ्गले भनिरहेको चाहिँ छ, तर गरिरहेको केही पनि छैन। यो कुरा चाहिँ कुनै पनि भ्रममा नरहनु होला भन्ने मेरो हामीले हिजो त्यो बुझेका छौँ र सत्य कुरा यही नै हो। जस्तो हिजो मात्रै जेनजी साथीहरू केहीजनालाई चाहिँ पक्राउ पनि गरियो होइन, तर तपाईँहरू त्यहाँ गएर उहाँहरूलाई उस्काउने काम गर्यो भन्ने आरोप छ कि तपाईँमाथि के भन्नुहुन्छ? यही त यहाँ विडम्बना छ। त्यहाँ हिजो होइन, त्यहाँ हाम्रा सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूले हामीलाई चाहिँ राति 2 बजे त्यहाँ पानी आइरहँदा हामी डुबान भयौँ, यहाँ कोही पनि छैन केही पनि छैन भनेर हामीलाई बोलाउनु भयो उहाँहरूले। हामी गयौँ, राति नै गयौँ, तर चाहिँ त्यहाँ प्रहरीले राति छिर्न दिएन हामीलाई। अनि हामी बिहान गयौँ, बिहान पनि उहाँहरूले बोलाएरै जानुभयो। हामी त्यहाँ कुनै भिडियो खिच्न, त्यहाँ कुनै हामी स्टनबाजी गर्न गएका होइनौँ। हामी चाहिँ बिहान त्यहाँ किन गएका हौँ भन्दाखेरिमा चाहिँ त्यहाँ के अरे त्यहाँ सामानहरू ओसार पोसार गरौँ होइन, त्यहाँ पानीलाई निकास गरौँ, लत्ता कपडाहरू त्यहाँ भिजेको होला त्यसलाई राम्रोसँग राखौँ। उहाँहरूले केही खानेकुरा चाहिएला, औषधि चाहिएला, कोही घाइते भएका छन् कि भनेर उहाँहरूको उद्धार गर्न गएको हामी। त्यो पनि उहाँहरूले बोलाएर। तर सरकारले त्यहाँ सरकारका अदृश्य पात्रहरूले चाहिँ जसले चाहिँ त्यहाँ डिएसपीलाई त्यहाँ इन्सपेक्टरलाई चाहिँ त्यहाँ हुन्छ नि सरकारका अदृश्य मान्छेहरूले चाहिँ कमान्डमा चलाइरहेको हामीले पायौँ। उहाँहरूले के भने हामीलाई भन्दाखेरि तपाईँहरू स्टन गर्न आउनुभएको, स्टन गर्न त उहाँहरू आफै गइराख्नु भएको थियो। हामी चाहिँ सहयोग गर्न गएका थियौँ, हामी चाहिँ उद्धार गर्न गएका थियौँ, हामी उहाँहरूलाई सुरक्षित ठाउँमा अवतरण गराउन गएका थियौँ। तर सरकारका अदृश्य ती दलालहरूले, सरकारका अदृश्य एजेन्टहरूले चाहिँ त्यहाँ सुकुम्बासीहरूलाई बिहानैदेखि आतङ्कित पार्ने काम गरिरहेका थिए। कतिखेर खरिबोट जानुपर्छ भन्ने, कतिखेर भैँसीपाटी जानुपर्छ भन्ने अनेक खालका चाहिँ उहाँहरूलाई मानसिक टर्चर दिइरहेको अवस्था थियो। हामी गइसकेपछि उहाँहरू खुसी हुनुभयो र उहाँहरूलाई चाहिँ हामीले चाहिँ के माग राख्यौँ भन्दाखेरिमा यदि सरकारले चाहिँ उचित र सुरक्षित ठाउँमा राख्न सक्दैन भने हामी राख्छौँ, हामी जिम्मा लिन्छौँ भनेर भनेका थियौँ। पछाडि चाहिँ सरकारले नै हामीले राख्छौँ भनिरहँदाखेरिमा हामीले चाहिँ सहयोग गरेको हो। त्यति धेरै सुकुम्बासी लगभग 147 जना 64 परिवारको घर परिवारको त्यति सुकुम्बासी बस्ती हुनुहुन्थ्यो त्यहाँ। अनि सरकारले जिम्मा नलिएको भए तपाईँहरू लिनुहुन्थ्यो? होइन, सरकारले हामीले खुल्ला च्यालेन्ज दिएका। यदि सरकारले यो व्यवस्थापन गर्न सक्दैन भने तपाईँले हात खडा गर्नुहोस्, हामी व्यवस्थापन गर्छौँ। नेपाली जनताले व्यवस्थापन गर्छ, युवाहरूले व्यवस्थापन गर्छन्, जेनजीहरूले व्यवस्थापन गर्छन्। किन सक्दैन? हिजो भूकम्पको बेला त्यत्रा नागरिकहरू बितिरहँदा, त्यत्रा नागरिकहरू घाइते भइरहँदा हामीले उद्धार गरेको होइन, हामीले सुरक्षित ठाउँमा राखेको होइन, हामीले सहयोग अभियान जुटाएको होइन। अहिले के अरे राधास्वामी सुकुम्बासी होल्डिङ सेन्टर कीर्तिपुरमा भएका 150 परिवारलाई के हामीले व्यवस्था
प्रस्थान गर्न नसक्ने हो कि हामीले राख्न नसक्ने हो, तर सरकारले अल्झाइदिरहेको छ। तर सरकारले आफूले पनि गरिरहेको छैन, अरूलाई पनि गर्न नदिरहेको अवस्था छ। तर सरकारले चाहिँ संवेदनहीन, मानवीयताहीन, अब उहाँहरूको कुनै पनि केही पनि छैन कि एक सरो शरीरमा कपडा थियो, खुट्टामा एक जोर जुत्ता थियो, त्यो पनि गुमाइसक्नु भयो कि उहाँले, केही पनि छैन। त्यो भए हुनाले हामीले भनिरहेका छौँ, हेर्नुहोस् सरकार तपाईँको 100 दिनको उपलब्धि भनेको सुकुम्बासीलाई होल्डिङ सेन्टरमा चुल्लोमा डुबाउनु बाहेक केही पनि होइन, हामी दावाका साथ भन्न चाहन्छौँ। अजयजी, अब वर्तमान प्रधानमन्त्री युवा हुनुहुन्छ बालेन शाह होइन, धेरै युवाहरूको इच्छा थियो कि बालेन प्रधानमन्त्री बनुन् भन्ने होइन। तर तपाईँ पनि एउटा युवा हो, केही समय बाहिर हुनुहुन्थ्यो वैदेशिक रोजगारमा, त्यहाँबाट आएर अहिले देशमै चाहिँ केही गरौँ भन्ने पक्कै केही सोच लिएर आउनुभयो होला। तर अहिले चाहिँ सरकारप्रति एकदमै रुष्ट हुनुहुन्छ तपाईँ आफै, युवा जो बाहिरबाट केही गरौँ भनेर आउनु भएको छ। यसमा चाहिँ यस्तो के छ, बालेन शाह यो देशमा आइसके पछाडिमा यो देशमा केही उथल पुथल हुन्छ होइन। अब युवाहरूले विदेश जानु पर्दैन होइन। अगाडि पनि तपाईँलाई थाहा नै छ, रवि लामिछानेज्यूले के भन्नुभएको थियो चुनावको बेला भन्दाखेरिमा, हाम्रो सरकार बनेको 100 दिनमा विदेशका गल्ली गल्लीमा, खाडीका गल्ली गल्लीमा रोजगारका स्टिकर टाँच्छौँ भन्नुभएको थियो। बालेन्द्र शाहले सरकार कस्तो हुन्छ भन्ने कुरा 90 दिनमा देखाइदिन्छौँ भनेर भन्नुभएको थियो। हामीलाई पनि के विश्वास थियो भन्दाखेरिमा अब युवा नेतृत्व आयो, जेनजीको नेतृत्व आयो भनेर हामीले विश्वास गरेका थियौँ। अब केही हुन्छ, युवाहरूले रोजगारी पाउँछन्, जनताहरूले अवसर पाउँछन्, यसरी जनताहरू दिनरातै पेट्रोल छर्केर मर्ने अवस्था आउँदैन, जनताहरू भोकै मर्ने, सुकुम्बासीहरू भोकै मर्ने अवस्था आउँदैन भनेर सोचेका थियौँ। तर यो 2/3 शक्तिशाली सरकारले चाहिँ 100 दिन नबित्दै आफ्नो हैसियत देखाएको छ, आफ्नो दम्भ, आफ्नो असली रूप, आफ्नो असली नियत देखाएको छ, जसको परिणामस्वरूप तपाईँलाई थाहा नै छ। हाम्रा 4 जना सुकुम्बासी दाजुभाइ दिदीबहिनीहरूले चाहिँ आत्महत्या गरिसक्नु भएको छ भने हिजो मात्र हाम्रो गणेश नेपाली हाम्रो साथीले चाहिँ पेट्रोल छर्केर मर्न बाध्य भइरहेका छन्। यो त प्रतिनिधि घटना मात्र हो। आज यो सहरमा गरी खाने वर्गहरू, बेलुका बिहान काम गरेर खाने वर्गहरू, हामी केही गर्छौँ भन्ने हामी युवाहरू यसरी नै डिप्रेसनको शिकार बन्न पर्ने अवस्था आइरहेको छ। यो सरकारले 100 दिनमा दिएको महँगी हो, 100 दिनमा दिएको यो सरकारले ट्याक्स हो, करमाथि कर हो, आतङ्क हो, राज्य आतङ्क हो, प्रतिशोध हो। त्यो बाहेक तपाईँहरू केही देख्नुहुन्छ भने हामीलाई भनिदिनुहोस्, बुझाइदिनुहोस्, पढाइदिनुहोस्। तर हामीले चाहिँ केही पनि देखेका छैनौँ र देखिएको पनि छैन। फेरि तपाईँहरू भन्नुहोला विरोधका नाममा विरोध भन्नुहोला, यो विरोधका नाममा विरोध होइन। सरकारले जे गरिरहेको छ हेर्नुहोस् त के भइरहेको छ। एउटा कुरो म तपाईँलाई भनिदिउँ, एउटा नदीमा एउटा गोही हुन्छ क्या, गोहीले पहिला शिकार गर्दाखेरि एकदम एट्र्याक्टिभ तरिकाले आएर समाउँछ के, तर शिकार गरिसके पछाडि उहिले आँसु खसाल्छ कि, रुन्छ अरे क्या गोही। अहिलेका गृहमन्त्री सुदन गुरुङ त्यस्तै गरिरहेका छन् के, पहिला एट्याक गरिरहेका छन्, बाघ आए जस्तो, गोही आए जस्तो, अनि पछाडि चाहिँ आफै धुरु रोइरहेका छन्। यस्तो पनि हुन्छ, लाज लाग्दैन? यस्तो गृहमन्त्री, यस्ता पनि गृहमन्त्री छन् के। तर केही समय चाहिँ गृहमन्त्री सुदन गुरुङलाई नै केही आरोप लाग्दा उहाँ निलम्बनमा पर्नुभयो। त्यो बेला तपाईँ पनि माइतीघरमा गृहमन्त्री सुदन गुरुङ नै चाहिन्छ भनेर आउनु भएको थियो। तर हामी कहिले पनि आएको सुदन गुरुङ अहिले पनि चाहिँदैन भन्छौँ। हामी किन भन्छौँ भन्दाखेरि एकछिन सुदन गुरुङको के छानबिन समिति बन्यो, उहाँ चाहिँ अपारदर्शी क्रियाकलापमा मुछिएको, एकजना बिचौलिया बनिएको व्यापारीसँग मुछिएको र साथसाथै उहाँको अकुत सम्पत्ति देखिएको विषयमा चाहिँ हामीले चाहिँ उहाँ अपारदर्शी क्रियाकलापमा मुछिनु भएको छ भने हामीले नै यो राजीनामा मागेको। राजीनामा माग्यौँ, उहाँले राजीनामा दिनुभयो। तर भित्रभित्रै के गरियो भन्दाखेरिमा सरकारले आफै बोक्सी, आफै झाँक्री बन्यो क्या, आफै समिति बनायो। त्यो समितिको प्रतिवेदन बाहिर पनि आएन क्या, जनताले पनि पढ्न पाएनन्, मिडियामा पनि आएन। भित्रभित्र उहाँले क्लिन चिट पाउनु भएको हो कि होइन केही पनि थाहा छैन। तर सरकारले चाहिँ आफ्नो नाङ्गो शरीर गोप्य ढङ्गले ढाकेको छ। जुन कुरा मान्दैनौँ हामी, सुदन गुरुङलाई अहिले पनि गृहमन्त्री मान्दैनौँ, ऊ ठग नै हो। त्यो समितिले चाहिँ के लेखेको छ, के छ केही थाहा छैन नि त। अनि जनतालाई भ्रम पार्ने, अनि त्यस्तो ठगलाई पनि हामीले गृहमन्त्री मानिदिन्छौँ, मान्दैनौँ। जस्तो सुकै मूल्य चुकाउनु परोस् होइन। चाहे सुदन गुरुङले चाहिँ होइन आफ्ना प्रहरीहरू खटाएर गोलीले हान्न किन नलगोस्, हामी सुदन गुरुङलाई गृहमन्त्री मान्दैनौँ। ऊ बिचौलिया नै हो, ऊ जेएनजीहरूको हत्यारा नै हो, ऊ ठग नै हो भन्न चाहन्छु। कुरा क्लियर हो, यसमा लुकाउनु पर्ने, अल्झाउनु पर्ने कुरा केही पनि छैन। धन्यवाद। माग के छ भन्दाखेरि सरकारले जुन हामीले 100 दिनमा काम गर्छौँ भनेर जनतालाई भ्रम पार्ने काम गरेको थियो, यो दिनदेखि हामीले यो सरकारलाई पहिलेदेखि हामीले खुपतार दिइरहेको, तपाईँ यस्तो काम नगर्नुहोस्, तपाईँहरू विदेशी बिचौलिया हो भनेर हामीले पहिला पनि भन्दै गरेका थियौँ। हामीले उहाँहरूको कान खोलेर उहाँको ढोका ढकढकाउने काम पहिला पनि गरिरहेका थियौँ। यो सरकारले हाम्रा मागहरू सुनेन।
हिजो ठुला माछाहरू समाउँछु भनेर भन्दै थियो, आज साना सुकुम्बासीबाट स्टार्ट गरेको थियो। हिजो 100 दिन पुगेपछि विदेशका गल्ली गल्लीमा हामी नेपालीलाई फर्काउँछौँ भनेर पोस्टर टास्टम भनेका थिए। आज हेर्नुहोस् 13 देखि 16 वर्षको एउटा भर्खरको बालक विदेश गएको छ। यो सरकारले जसरी हिजो त हामी जेनजी मात्रै सडकमा आएका थियौँ, आज त डक्टरहरू पनि आउनु भएको छ, शिक्षक पनि आउनु भएको छ, जेनजी पनि आउनु भएको छ, सुकुम्बासी पनि आउनु भएको छ र यिनीहरूका अब दिन गन्ती सुरु भइसकेका छन्। हेर्नुहोस् यिनीहरूको 100 दिन लागेर अस्ति भन्दै हुनुहुन्थ्यो, एकजनाले दसैँ मनाइरहनु भएको छ भन्दै हुनुहुन्थ्यो। अब यिनका दशा सुरु भइसकेका छन्। यिनी प्रधानमन्त्रीले जुन स्टोनको राजनीति देखाइरहेका छन्, गरिब दुखी जनतामाथि हिजो जुन उहाँले 100 दिनमा हामी काम गर्छौँ भनेर जुन सुकुम्बासीलाई हामी उहाँका माग पुरा गर्छौँ भनेर पानीमा चुरुमै डुबाउने जस्ता गतिविधि गर्नुभयो। हाम्रा साथीलाई हिजो प्रहरी दमन लगाएर कीर्तिपुरमा गुट बजारेर उहाँहरूले पक्राउ पुर्जी बनाउनु भयो। यो यथाशीघ्र रूपमा हामीलाई सहन लायक छैन। यो सरकारले बुझ्नुपर्छ, यो सरकारले यो सुकुम्बासीलाई व्यवस्थापन गर्नुपर्छ, यो सरकारले गणेश नेपालीलाई व्यवस्था गर्नुपर्छ। उहाँको ज्यान किन लग्यो यो हिजो भन्दै हुनुहुन्थ्यो हाम्रा अर्थमन्त्रीले। हामी हिजो जनतालाई हाम्रो सरकार आएपछिमा तपाईँहरू लाउनुहुन्छ अन्य केपी शर्मा ओलीलाई, शेरबहादुर देउपालाई, प्रचण्डलाई तपाईँ लाउनुहुन्छ नर्वेको जस्तो ट्याक्स भ्याट भन्नुहुन्थ्यो। आज नेपाललाई पनि नर्वे बनाउनको लागि भ्याट ट्याक्स लगाएको यही हो। अर्थमन्त्रीज्यू हामी यहाँ माइतीघरदेखि भन्न चाहन्छौँ, तपाईँ कहाँ हुनुहुन्छ? तपाईँ अहिले सुपास सेटमा सुत्नु भएको छ कि कुर्सीमा बस्नु भएको छ? गरिब दुखी जनता माइती घरमा आइसकेको छ। तपाईँले नेपाली जनतालाई यति दुःख दिनुभएको छ नि, यसको हिसाब किताब हामी गर्नेछौँ। प्रधानमन्त्रीजीले हामीलाई जुन जेनजीका माग पुरा गर्छौँ भनेर हिजो भरम पार्नु भएको थियो, त्यो भरम नेपाली जनतालाई सहन लायक छैन। अब तपाईँले जुन अहिले 3 जनाको पेट्रोल फर्केर निधन भइरहेको छ, यो सरकारले यथाशीघ्र रूपमा म यहाँ माइती घरदेखि भन्न चाहन्छु, तपाईँ यदि जनताको प्रधानमन्त्री हो भनेपछि तपाईँ यथाशीघ्र रूपमा राजीनामा दिनुहोस्। म त्यो भन्न चाहन्छु। जो भए पनि गलत गर्नेलाई छुट छैन नेपालमा। तपाईँ प्रधानमन्त्री होस् त गृहमन्त्री होस् त जो हुनुहुन्छ राजीनामा दिनुहोस् खुरुक्क। हामी त्यो भन्न चाहन्छौँ। हाम्रा साथीहरूलाई जसरी हिजो कीर्तिपुरको होल्डिङ सेन्टरमा जाँदै गर्दा कीर्तिपुरको होल्डिङ सेन्टर भित्र प्रवेश गर्न नदिएर गुट बजार्ने र आफ्नो 2/3 दम्ब देखाउने र स्टोनको राजनीति गर्नु भएको छ। तपाईहरुले सुकुम्बासीलाई उचालेर राजनीतिकरण गर्न खोजियो भन्ने आरोप छ क्या तपाईलाई? हामीले सुकुम्बासीलाई उचालेर राजनीतिकरण कसरी गर्यौं तपाईहरु भन्दिन्न। गरिबले न्याय पाएन भनेर बोल्दै गर्दा हामी राजनीतिकरण गरेका हौ। हामी डेली माइती घरमा आएर भुकिरहेका छौं। भुकिराख्नु त भएको छ नि डेली माइती घरमा आएर। आज कुनबार हो? आज कुनबार हो तपाईलाई थाहा छ कि नै? आज आइतबार होइन, आज आइतबार हो कि होइन? हामी पनि काम गरेर खाने व्यक्ति हो। किन आउनुहुन्छ अनि दिनदिनकै माइती घर बेरोजगार भएर आउनुहुन्छ? बेरोजगार होइन, तपाईँ मसँग काम गर्नुहुन्छ भने म तपाईँलाई काम दिन्छु। बेरोजगारको ट्याग नलगाउनु। गरिबका मुद्दा बोल्न पाइँदैन, नबोल्ने। यो देशमा नेपाली नागरिक बस्न नपाउने। हामी चाहिँ यो पहिलाका पुरानो नेताहरूलाई उहाँहरूले विदेश गएर ट्याक्स पठाउनु हुन्थ्यो, उहाँहरू प्रधानमन्त्री सिटमा बस्नु भएको थियो। अहिलेका नेताहरूलाई पनि, अहिलेका रवि लामछानेहरूलाई पनि हामी विदेशमा गएर के ट्याक्स पठाउनु पर्ने? यही हो तपाईलाई हामीको माग चाहिँ के हो? खास सरकार बनाएको हाम्रो माग भनेको हामी सिंह दरबारमा बस्छौँ भनेका होइनौ, हामीलाई जागिर देऊ भनेको होइन। नेपाली जनताले सुक्खले खाएर ढुक्कले बाँच्न दिनु पर्यो। हिजो गणेश नेपालीले त्रिपुरेश्वरमा हेर्नुहोस् त आत्महत्या गर्नुभयो। अनि ल ठिक छ, गणेश नेपालीले आत्महत्या गर्नुभयो होइन, त्यो एउटा आफैमा पछुतो हो। तर ट्याक्स नलाएर 10,000 एक दिनमा 1000 रुपियाँ कमाउन सक्दिन। 10,000 को ट्याक्स लगाएपछि मान्छे खर्चेस्ट हुन्न। तपाईँ कति कमाउनुहुन्छ एक दिनमा? नेपाली जनताले कति कमाउँछ? 50,000 कसैको सेलेरी छ। तर 50,000 ट्याक्स लगाउने एउटा बाटोमा खाल्टो पढेपछि सरकारले कति हजार ट्याक्स तिर्ने? बाटोको लाइन छैन भने सरकारले कति ट्याक्स लग्ने?
त्यो बुझ्नु पर्दैन। आजको कालमा देश चलाउनु भएको छ, अब तपाईँ होसमा आएर देश चलाउनुहोस् भन्न चाहन्छु। मेरो शुभ नाम सुनिल विष्ट। आजको हाम्रो विरोधको विषयवस्तु गहन ढङ्गले राखेर जानुभएको छ। कुराहरू धेरै छन्, विषयवस्तुहरू आज 78 दिनसम्म हामीले थुप्रै कुराहरू राख्दै आयौँ। यहाँ सामान्य दैनिक जीवनयापनदेखि लिएर व्यवस्थापनको राज्यको गैर जिम्मेवारी जुन हरकतहरू छन् त्यसका विरुद्धमा हामीले आवाज उठाइरहेका छौँ। र अब आजको यो कार्यक्रममा जेएनजी अभियन्ता भाइ प्रकाश देवकोटालाई आफ्नो मन्तव्य राखिदिनका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। सर्वप्रथम त यहाँ सङ्घर्षमा सामेल हुनुभएको र आफ्नो ज्यान दिनलाई पनि तयार भएर अगाडि बढिराख्नु भएको सम्पूर्ण भूमि तथा सुकुम्बासीहरूको आन्दोलनप्रति म व्यक्तिगत तर्फबाट र हाम्रो प्रगतिशील रूपान्तरण आन्दोलनको तर्फबाट हार्दिक ऐक्यबद्धता छ।